अब यहाँ हाम्रो चुङचुङ गाउँको आमा समूह भवन र सामुदायिक पूजा भवन रहेको छ। अनि चुङचुङको बस्ती यस प्रकारको देखिन्छ। तल भएको ठुलो भवन चाहिँ हाम्रो सामुदायिक भवन हो। अब म यहाँ फेरि खानेपानीको केही समस्या देखेको हुनाले अनि हाम्रो गाउँ भेला गरी अनि यो खानेपानीको हेरचाह चाहिँ मुखियाले गर्नुपर्ने भएको हुनाले अनि म अहिले तत्काल खानेपानी ट्याङ्कीमा हेर्न गइरहेको छु। पानी चाहिँ आउने तर कुनै ठाउँमा चाहिँ पानी एकदम कम आइरहेको अवस्था रहेछ। त्यही भएर माथि के भएछ भनेर हेर्न जान गइरहेको छु। हाम्रो ट्याङ्की चाहिँ यसको पछाडि छ। अब हाम्रो नयाँ खानेपानीको पाइप चाहिँ यताबाट आउँछ। यहाँ चाहिँ पानी आइरहेको रहेछ, तर हाम्रो पुरानो खानेपानीको पाइपमा चाहिँ पानी आएको रहन्छ। त्यही कारणले चाहिँ पानी ट्याङ्कीमा चाहिँ फुल नभएको कारणले चाहिँ प्रेसर नपुगेर पानी नपुगेको रहेछ। अब यसको लागि चाहिँ यसको मुहानमा गएर अर्थात् यतै कतै पाइप फुट्या छ कि फुत्किया छ कि भनेर हेर्न जानुपर्ने छ। समस्या चाहिँ यो रहेछ। यो चाहिँ हाम्रो नयाँ खानेपानी ट्याङ्की यही हो। डिस्ट्रिब्युटर चाहिँ यहाँबाट चाहिँ डिस्ट्रिब्युट हुन्छ। यहाँबाट एउटा लाइन चाहिँ यताबाट पारीको बस्तीमा जान्छ भने एउटा पानीको पाइप चाहिँ यताबाट लेफ्ट साइडको बस्तीमा गइन्छ। अब यसरी ताला लगाइन्छ। यहाँ चाहिँ फेन्सिङ छ। यो चाहिँ सबैले नचलाओस् भनेर फेन्सिङ गरेको छ। अब गाई बस्तुले पनि नचलाओस् र हाम्रो सर्वसाधारणले पनि फेरि खानेपानी नचलाओस् भनेर अनि हाम्रो मुखियाको जिम्मामा लगाएर यसरी ताला लगाएको छ। अनि यो चाहिँ तलमुनि चाहिँ हाम्रो यो ओभरफ्लो पाइप हो। त्यो ओभरफ्लो पाइप चाहिँ पहिला यहीँबाट फाल्ने गर्थ्यो अनि यहाँबाट ठुलो चाहिँ त्यहाँ खाल्डो बनाएको छ। अहिले चाहिँ ऊ त्यो मुनिसम्म पुऱ्याएको छ, त्यहाँ हरियो भएको ठाउँमा। त्यहाँबाट जाँदाखेरि चाहिँ यो पुरानो त्यो घाँसहरू उम्रेको हुनाले चाहिँ यसरी चाहिँ खाल्डो नखन्ने रहेछ। अब यतैबाट छाड्यो भने चाहिँ अब यसको चाहिँ ओभरफ्लो चाहिँ अहिले खासै धेरै पानी छैन। त्यही भएर यतैबाट ओभरफ्लो चाहिँ पुरानो खालको ओभरफ्लो यताबाट गइरहेछ। अब हाम्रो नयाँ ओभरफ्लो पाइप छ। अब यसलाई पनि ओभरफ्लो पाइप चाहिँ उताबाट यहाँ छ। अब हाम्रो पुरानो खानेपानीको यो पाइप चाहिँ यो पाइपमा चाहिँ पानी एक थोपो पनि आएको छैन। अब यसको समाधानको लागि माथि मुहानसम्मै पुग्नुपर्ने अवस्था देखिन्छ। हाम्रो खानेपानीको मेन मुहान चाहिँ यता छ। अब हिजो त्यहाँ ट्याङ्कीमा पानी आइरहेको थिएन। अब यहाँबाट केही समस्या आएको हुनसक्छ। त्यही भएर मेन मुहानमा आइरहेको छु। अब यहाँ बाटो त्यति राम्रो छैन। यसरी जानुपर्ने हुन्छ। यताबाट जानु पर्यो। पानी हुन्छ यस्तो। अनि यो डाँड माथि टेकेर जानुपर्ने हुन्छ। अब यसरी पानी सङ्कलन भएर यता
कलेक्सन च्याम्बरमा यसरी सङ्कलन गरेको हुन्छ। यो चाहिँ पोहोर साल निर्माण भएको यो फेन्सिङ चाहिँ पहिला पुरानो फेन्सिङ सबै भत्किएको थियो। अब यो नयाँ फेन्सिङ यस्तो छ। यहाँ ताला छैन, यसरी तारले बेरेको हुन्छ। अब यतापट्टिको चाहिँ नयाँ, यहाँबाट एउटा मुहान छ हो, यहाँबाट पानी आउँछ। अनि फुल भरिएको छ। पुरानो कलेक्सन चाहिँ माथिबाट आएको चाहिँ कलेक्सन सेन्टर यहाँ छ। यो चाहिँ नयाँ पोहोर साल निर्माण भएको ट्याङ्की यो हो। यहाँबाट पानी यसरी लगेको छ। अनि हाम्रो पुरानो ट्याङ्की चाहिँ यो हो। अब यहाँ के भएको छ, अब त्यहाँ मुनिको यो माथिको पाइपसम्म चाहिँ पानी सङ्कलन हुन सक्दैन रहेछ। मुनिबाट पानी चुहिएको छ। अनि अर्को पुरानो पाइपमा चाहिँ अहिले पानी हालिदिएको छु। त्यहाँबाट त्यो पालमा घिसारेर ढुङ्गाले थिचिरहेको छ। अब अहिले पानी आउँछ होला। यो त त्यहाँ भयो। अर्को यो अलिकति पानी सङ्कलन हुन सक्यो भने चाहिँ माथिकोबाट पनि जान सक्थ्यो। तर यो ट्याङ्की पुरानो भएर तल मुनिबाट लिकेज भएछ। त्यो भर्न नसकेर अनि यो पानी माथिबाट आउनु नसकेको रहेछ। अनि एउटा चाहिँ हाम्रो नयाँ ट्याङ्कीको चाहिँ उयो चाहिँ अघि पुरै ब्लक थियो। अब त्यो सफा गरिरहेछ। अब पानी अलि ठुलो आइरहेछ। अब चाहिँ अलि पानी आउँछ कि भनेर आश गर्न सकिन्छ।